गुड आफ्टरनुन एन्ड दर्शक नमस्ते। यहाँहरू सबैजनालाई फेरि पनि स्वागत छ हाम्रो नयाँ भिडियोमा। आज चाहिँ एकदम पानी परिरहेको छ। हामी चाहिँ बाहिर जानुपर्छ भनेर सोच प्लान गरिरहेका थियौँ, तर पानी परिरहेको हुँदाखेरि चाहिँ हामी आउट हुन पाएको छैनौँ। हामी वेट गर्दैछौँ यो पानी रोकियो भने हामी चाहिँ बाहिर जाने प्लानमा छौँ। आजको भिडियो चाहिँ त्यति लङ हुने छैन, सर्टकट हुनेछ, तर दामी हुनेछ। तपाईँहरू चाहिँ हामीसँग भिडियोमा बनिराख्नु होला। कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ सबैजनाले कमेन्ट गर्नु होला, सेयर गर्नु होला, अनि त्यस पछाडि साथ दिनु होला अनुसार है। हामी पानी थामेपछि हामी यता आइसक्यौँ बजार, अबरडिन मार्केटमा आइसकेको छौँ। यो अबरडिन मार्केट हो यो चाहिँ होइन। यहाँ पनि पानी परेको रहेछ। यो फुलको दोकान हामीले देखाइरहेका छौँ। यस्तो दामी फुलहरू चाहिँ यहाँ हेर्नुहोस् त गाइस। तपाईँहरूलाई पनि चाहियो भने आउन सक्नुहुन्छ। यो वाइ जङ्सन छ अबरडिन मार्केटको, घन्टाघरदेखि यता त्यहाँ हो। यो घन्टाघरदेखि यतापट्टि जिपी वन जाने बाटोतिर को यता बायाँ राइट साइडभित्र गयो भने यो चाहिँ मार्केट छ। यहाँ सब टाइपको चाहिँ तपाईँहरूलाई मोतीहरू, मालाहरू, शङ्खहरू अल होइन, स्ट्याचु टाइपको सबै किसिमको तपाईँहरूले जे खोज्यो त्यति पाउँछ यहाँ चाहिँ। यो है यो अन्डमानमा वाला हो। तपाईँहरू आएर यहाँ भिजिट गर्न सक्नुहुन्छ, यहाँ लिन सक्नुहुन्छ। हामीले पनि केही आइटमहरू लिएका छौँ, त्यो यहीँबाट लिएका छौँ। तपाईँहरूलाई बिल पाउँछ, फ्लाइटमा पनि जान सकिन्छ भनेर भन्दैछ यहाँको मान्छेहरूले होइन। त्यो हुनाले हामीले यहाँ सबै कुरा सोफिस गरेर बिल बनाएर होइन शङ्खहरू यताउता सबै कुराहरू किनेका छौँ। हामीले थुप्रै सामानहरू किनेका छौँ। तर तपाईँहरूले चाहिँ यहाँ आएर तपाईँहरू पनि मजासँग किन्न सक्नुहुन्छ है। मजासँग आउनुहोस्, किन्नुहोस्, लैजानुहोस् भन्न चाहन्छु। र हामी त्यहाँ सपिङ गरिसके पछाडि अहिले हामी जोगर्स पार्क होइन, जोगर्स पार्क भन्छ यहाँलाई चाहिँ, यो ठाउँलाई चाहिँ हामी आइसकेका छौँ। यो इभिनिङ टाइम भइसकेको छ, साँझ साँझ पख भइसकेको छ होइन। यहाँको पार्क पनि हामीले घुमेको थिएनौँ, त्यो भएर हामी यहाँ आएका छौँ आज। एकदम यो पार्कमा चाहिँ मजासँग यहाँ विभिन्न गेस्टहरू आउँदो रहेछन् होइन, भिजिटरहरू आइरहने रहेछन् यहाँ घुम्नको लागि। यहाँ एकदम दामी छ। यहाँबाट हाम्रो चाहिँ मजासँग पोर्ट बेल्लिएर चाहिँ मजासँग अब्जर्भ गर्न सक्ने रहेछ यो पार्कबाट चाहिँ। अनि यहाँ बस्नलाई यसो होइन मजा रहेछ, हावाहरू पनि चल्ने रहेछ, डाँडामा छ, टपमा छ। अनि त्यस पछाडि यहाँ पार्किङ छ होइन, मजासँग यहाँ चाहिँ बच्चा खेल्नको लागि पनि दामी छ। अनि एक्सर्साइज गर्नलाई पनि यता साइडतिर छ, अहिले म तपाईँहरूलाई देखाउँछु। अनि यहाँ मजासँग सबैजना आएर इन्जोय लिन सक्नुहुन्छ है। मैले यहीँबाट यो जोगर्स पार्कबाट चाहिँ यो खिचेको छु क्यामेरा होइन। यो एयरपोर्ट मजासँग यहाँबाट चाहिँ देख्न सकिन्छ, अब्जर्भ गर्न सकिन्छ। हाम्रो यो यताबाट म भिडियो बनाउँदै आएको थिएँ होइन, यता राइट साइडबाट। अनि यता टर्निङ लिएर फेरि म उतातिर जाँदैछु यहाँबाट होइन, भिडियो बनाउँदै जाँदैछु। जो यहाँ मान्छेहरू वाकिङहरू गरिरहेका हुन्छ, त्यो बसिरहेका छन्। विभिन्न किसिमको मान्छेहरू छन् यहाँ होइन, विभिन्न किसिमको मान्छेहरू देख्न सकिन्छ। यहाँ जे होस् इन्जोयमेन्ट गरिरहेका छन् सबैजनाले चाहिँ यो पार्कमा। यतातिर पुरा झाडीहरू छ होइन, कस्तो मजाको छ, एकदम हावाहरू चल्छ, शीतल हुन्छ यो ठाउँमा। तपाईँहरू पनि आउनु होला, यो ठाउँमा घुम्नु होला। तपाईँहरू मजासँग घुम्न सक्नुहुन्छ यो ठाउँमा तपाईँहरू पनि है। कस्तो यहाँ अलिकता कन्स्ट्रक्सनको कामहरू चल्नेवाला रहेछ क्या। यहाँ टाइल्सहरू सबै निकालिदिएको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। अनि त्यस पछाडि यहाँ कस्तो मजा तरिकाले चाहिँ मजासँग चाहिँ यहाँ पानीहरू पनि चारिरहने रहेछन्। त्यो हुनाले मजा हरियाली डुबोहरू चाहिँ दामी छ होइन। उतातिर मजासँग बादल हुँदा नि एउटा लागिरहेको छ एकदम। यहाँ मजाको गेट पनि बनाएको रहेछ, तपाईँहरूले देख्नु होला लेफ्ट साइडतिर होइन। अघिबाट मैले बताएको थिएन, देखिरहेको थिएँ थोरै गरेर, अलि नजिकैबाट देख्नुभएको होला। मजाको बनेको छ। यता कन्स्ट्रक्सनको काम यो साइडतिर पुरै कन्स्ट्रक्सनको काम बन्नेवाला रहेछ। त्यो हुनाले जति पनि टाइल्सहरू छ सबै यहाँ चाहिँ निकालेको छ। यहाँ फुलहरू यति दामी छ होइन, फोटोग्राफीहरू मजासँग लिन सक्ने रहेछ। यहाँ पाइपहरू देख्नुभएको छ, यो पाइपहरू चाहिँ पानीहरू सार्नलाई यहाँ मान्छे पनि देख्नुभएको छ होइन, पानी चारिरहेका छन्। त्यो हुनाले हरियो भइरहने रहेछ यहाँ चाहिँ होइन, यो फुलहरू होइन। अनि त्यस पछाडि यहाँको यो रुखहरू सानो सानो जति पनि छ सबै मजाको बन्ने रहेछ। र यहाँ त मजासँग खेलिरहेका छन् होइन, गेम खेलिरहेका छन् मान्छेहरू आएर यहाँ रमिरहेका छन्। हामी पनि यहाँ घुम्दैछौँ, रमाउँदैछौँ। यो साइडतिर पुरै मैले जुम गरेर देखाएको छु। यहाँ मजासँग एक्सर्साइज गर्नको लागि रहेछ, केटाहरू केटाकेटी खेल्नलाई पनि ठाउँ छ।
अनि एक्सर्साइज पनि गर्ने ठाउँ थियो होइन। र अब चाहिँ तपाईँहरूलाई मैले अँधेरो भइसक्यो। यहाँ पोर्ट बेलेर चाहिँ यहीँबाट खिचेको छु यो क्यामेरामा होइन। कस्तो मजा झिलिमिली देखिएको छ पोर्ट बेलेर मार्केट होइन। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ मजासँग मान्छेहरू अँधेरी भइसक्यो। हामी यहीँ छौँ लोकस्ट पार्कमै छौँ। यस्तो देखिएको छ अँधेरीमा चाहिँ होइन। अँधेरो भइसक्यो लाइटहरू पुरा जलिरहेको छ जताततै होइन। को माथि टपमा एउटा टावर जस्तो के छ त्यहाँ पनि जानु पर्ने थियो, तर हाम्रो समय नभएको हुनाले हामी त्यति घुम्न पाएका छौँ। ल हेर्नुहोस् यहाँ पोर्ट बेलेयरको झिलिमिली यस्तो खतरा देखिएको छ। वाह देख्नुभयो तपाईँहरूले होइन। अब हामी चाहिँ त्यहाँबाट निस्किसक्यौँ, मार्केटतिर छौँ अहिले। अब हामी चाहिँ बिस्तारै बिस्तारै यहाँबाट चाहिँ घरतिर आउँछौँ। आज समय अवधि हामीसँग कम छ, सबै ठाउँमा हामीले भिडियो खिचेका छैनौँ, त्यो भएर हामी छोटो समय थियो, त्यही भएर छोटो समयमा हामीले छोटो ठाउँमा थोरै एरिया घुमेका थियौँ। तपाईँहरूले देखिसक्नुभयो होला होइन। यो देख्नुहुन्छ कस्तो झिलिमिली छ अँधेरी रातमा, कस्तो मजाको देखिएको छ मान्छेहरूको यात्रा। अनि हामी यति बेला मरिना पार्कतिर छौँ। यहाँ हामीले चाहिँ के खान्छ यो के भन्छ पानीपुरी खाइरहेका छौँ होइन। यो हाम्रो छ यहाँ छ। अनि यहाँ मरिना पार्कमा घरि लाइट आउने घरि लाइट जाने भएको थियो। यहाँ यस्तो दामी झिलिमिली छ नि यहाँ त होइन। लाइट आउने जानु भएर त्यति हामीले यहाँ बसेको थिएन, तर हामी जति समय बस्यौँ त्यो लाइट आएको टाइममा चाहिँ यस्तो रमाइलो थियो। हेर्नुहोस् त यहाँको झिलिमिली अलगै छ। हामी चाहिँ मुभ गर्दैछौँ गाडीमा, यताउता चलिरहेका छौँ। चल्दा चल्दै खिचेको भिडियो हो यो चाहिँ होइन। लाइटमा चाहिँ इन्डियाको फ्ल्यागको कलरवाला चाहिँ लाइट लगाएको छ होइन। एकदम झिलिमिली छ। पारिपोखर ऊ छ, रोस आइल्यान्ड छ होइन। यहाँतिरको चाहिँ वारिपाखा चाहिँ यस्तो झिलिमिली छ। एकदम रमाइलो ठाउँ छ यहाँ। तपाईँहरूले नि देख्न सक्नुहुन्छ, देखेर आउन सक्नुहुन्छ। नाइट टाइममा चाहिँ आएपछि एकदम दिमाग तपाईँको फ्रेस हुन्छ। यहाँ पुरा फुल इन्जोयमेन्ट हुन्छ। हामीले यहाँ एक्सर्साइज गर्ने ठाउँ पनि रहेछ। एक्सर्साइज पनि गरिरहेको छु, म आफै छु यहाँ होइन। एक्सर्साइज गरिरहेको छु, तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ एकदम रमाइलो भएको छ। यो बच्चा बच्ची होइन, छोराले पनि एक्सर्साइज गर्दैछन्। हाम्रो छोरा हाम्रो यता दक्सु अनि हाम्रो छोरीले पनि एक्सर्साइज गर्दैछन्। यहाँ एकदम रमाइलो भइरहेको छ यहाँ चाहिँ होइन। यो मरिना पार्कमा हो है। मरिना पार्कमा यहाँ केही फोटोग्राफी भिडियोग्राफी नि हामीले यहाँ लिएका थियौँ। जे होस् रमाइलो भयो। एकदम रमाइलो तरिकाले चाहिँ यहाँ टाइम निकाल्यो। अनि त्यस पछाडि टाइम निकालेर हामी यहाँको टाइम स्पेन्ड गरेर अब हामी छिटै फर्किँदैछौँ। तपाईँहरूलाई के कस्तो लागिरहेको छ सल्लाह सुझाव दिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, पुरानो हुनुहुन्छ भने चाहिँ सेयर गरिदिनु होला भन्दै आजलाई चाहिँ यो भिडियोबाट हामी बिदा हुन चाहन्छौँ। फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिलेलाई चाहिँ तपाईँहरूसँग छुटिन चाहन्छु। हस्त नमस्ते, शुभ